खनाएको छ अहिले चाहिँ बिचै सडकमा यहाँ खत्तम बनायो यहाँ बाटो राखेर 50 रुपियाँ मुठा हजुरहरू किन्नु आउनुहुन्छ भने चाहिँ हामी मलाई कमेन्टमा भनिदिइराख्नु अरे घरकेले छाउनु पराल गाइस ब्याक टु माई युट्युब च्यानल आज हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ किन भनेपछि आज चाहिँ हामी भनेपछि यहाँ साथीले चाहिँ आज यो के भन्छ यो घारीतिर यो निग्रो खोज्दैछ हामी निग्रो खोज्दैछौँ किन भनेपछि अब हो यहाँ चाहिँ सर्पहरू पनि धेरै घुमेको देख्छु तर हाम्रो गाउँ चाहिँ यस्तो छ यहाँ चाहिँ निग्रोको एकदमै घारी छ यता कता छ भन्दैछ यति टिपे छ निग्रो यता सुरुवात हुँदैछ निग्रो टिपाइ म चाहिँ खालि साथी आइदिएको मात्र मलाई चाहिँ यो निग्रो मन पर्दैन म खाँदिनँ पनि भिटामिन हो नि त एक नम्बर हो नि यो निग्रो तपाईँले खानु भएको छ होला यो निग्रो भनेको जिनिस एकदम यहाँ के हो पोखरी जस्तै छ त यहाँ कति पानी होला नि तेरि यत्रो खाल्टो रहेछ यहाँ चाहिँ धान रोपेको छैन रहेछ यहाँ पर मात्रै रहेछ हो अनि यहाँ धेरै निग्रो छ अरे फेरि छ तिमीहरू चाहिँ अब यो निग्रो अब टिपटाप पारेर उहाँ बाटोतिर हो बिक्री गर्ने उहाँ बाटोमा राखेर 50 रुपियाँ मुठा हजुरहरू किन्नु आउनुहुन्छ भने चाहिँ हामी मलाई कमेन्टमा भनिदिइराख्नु अरे हरियोतिर देखा न त कति छ कस्तो हो निग्रो चाहिँ यो के हो यो निग्रो कति छ नि नेपालको मान्छेलाई के थाहा हो निग्रो अब उतै धेर बेच्छ चारालीको जङ्गलमा हेरिनुहोस् त्यो चारालीमा पो बेच्छ त नि यसमा पुरा अरे मुनि छ भन्दैछ निग्रो चाहिँ हो अनि उता चरा पनि उड्दैछ चारालीमा पो निग्रो बेच्छ होला सायद झापा भन्नाले चाराली मात्रै हो बिर्तामोड तपाईँको काँक्रेभिट्टातिर बेच्दैन नि त किनकि हाम्रो त इन्डिया भने त चारैपट्टि हुन्छ अनि कोही पनि अब यो यङ उमेरमा यसरी निग्रो टिपेको चाहिँ देख्नु भएन होला हाम्रो गाउँको चाहिँ केटाहरू एकदम सिपालो छ यहाँ निग्रो सिग्रो फेरि जोगार सब्जीको जोगार भन्ने चाहिँ यति छिटो गर्छ नि हजुरहरूको अब के भन्नु अब सिस्नो होइन पस्ला नि फेरि यहाँसम्म चाहिँ यत्रो यत्रो घारीमा बसेर टिप्छ हौ आम्मा म चाहिँ भिडियोमा त बनाइराखेको छु मैले चाहिँ टिपेको छुइनँ हो साथीहरूले टिप्दैछ अहिले चाहिँ यता बगान छ पुरा हरियाली बगान छ यहाँ परसम्म चाहिँ क्या र मुठै बनाइसकेको छ यहाँ आधी किलोको मुठा हो निग्रो फेरि बान्ने हुँदै यहाँ बाटोमा खनाएको छ अहिले चाहिँ बिचै सडकमा यहाँ खत्तम बनायो आम्मा यस्तो यस्तो अवस्था देख्नु पर्यो यो के गरेको तिमीलाई अचम्मको कुरा छ यो चाहिँ के गरेको यस्तो अवस्थामा थेत्तेरिके बाटो हुँदै निग्रो गप्पाएर